फर्स्ट प्राइज पाउनु भयो है तपाईँले? मैले हेरेँ नि। आम्मा हो भगवान् कत्रो ठुलो। यो त गमला कत्रो भन्ने यसलाई? यो चिन्नु भयो होला तपाईँहरूले। खतरा खतरै रहेछ यो चाहिँ। कति भयो दिदी ल्याउनु भएको? ए तर एउटा पत्ता थियो। आम्मा ल्याएर यसो 5 महिना यत्रो बेसी आएछ है? एउटा दुईटा तीनटा चारटा छ। आम्मा है साथीहरू। ए हो रहेछ हौ नयाँ सुट आउँदो रहेछ। छिटो रहेछ खतरा हौ। यो चाहिँ मार्बल किङ हो। यस्तो हामी कोही बेला हिँडेर बुझ्दै गर्नुपर्छ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई अनदर भिडियो। म मन्जु फार्म स्टे हजुरमाझ उपस्थित भइसकेको छु फेरि पनि नर्सरी भिजिटको भिडियो लिएर। र आज चाहिँ म चाहिँ कहाँ आइरहेको छु भन्दाखेरि हाम्रो सोमा दिदी जो चाहिँ तपाईँहरूले चिन्नु नै हुन्छ सबैले नै। अनि यो चाहिँ कहाँ पर्छ भने सुब्बा नर्सरी रवासी बजार कालिम्पोङदेखि रेली रोड भएर अलिकति तल झर्नुपर्छ। अन्त अगर प्लान्टहरू चाहिएको छ भने चाहिँ त्यहाँ कन्ट्याक्ट गरेर चाहिँ तपाईँहरू प्लान्टहरू लिनु सक्ने हुनेछ। र अब चाहिँ म चाहिँ तपाईँहरूलाई यहाँनिर भिजिट गराउने छु। ल कन्टिन्यू गर्नु होला साथीहरू। फाइनली साथीहरू म चाहिँ यहाँनिर सोमा दिदीको घरमा आइपुगिसकेँ है। अनि यहाँ चाहिँ यहाँदेखिको देखाउँदै लानु पर्यो भनेर हेर्नुहोस् न। यसलाई के याद दामी है? यसलाई चाहिँ केही चाहिँदैन दिदी, यस्तै हो। यसलाई एयर प्लान्ट भन्छ है? हेर्नुहोस् न कस्तो दामी, कति सजिलो। अन्त यो त यस्तो गर्दा पनि हुने रहेछ। तर हाम्रोतिर हुन्छ दिदी चिसोमा? भित्र राख्नु नि दिदी, यही बनाउनु पनि सजिलो छ त्यहाँ पनि। यसकै त्यो कटिङ गार्नु होला हो कि के हो? होइन यसरी बेर्नुपर्छ माथि। ए हेर्नु नि कति सजिलो। यो हेर्नुहोस् है, यस्तो पो पर्काएर गमला पनि नचाहिने। तर तपाईँको यो पनि मजाको भएको छ। यो पनि थिएन म आउँदाखेरि पहिला। यो सेट यस्तो मजाको भएको छ। अन्त यहाँनिर मल्टिफ्लोरा पनि नयाँ देखेँ कि यहाँनिर। यो चाहिँ नयाँ लाग्यो मलाई। यो ठुलो पेटल्समा रहेछ है? नयाँ लाग्यो। यो छ मेरोमा। यो पनि छ यसमा। यो ठुलो डबल ठुलो खाले पेटल्समा हो नि। यो सेतो पनि छ। यो दुईवटा छ हौ। यो चाहिँ छैन रहेछ हौ। एउटा चाहिँ ग्रान्डी फ्लोरा रहेछ। त्यो चाहिँ नि खै चुटाएर परेको एउटा। यो दामी हुन्छ यसको। मेरो घरमा त दामी भएको छ यो झ्यापछ्याप। यो पनि अर्कै रहेछ, कलर पिङ्क रहेछ। ठुलो डबल पेटल्समा पो रहेछ त। आमा यहाँ हेर्नु कस्तो, मेरो त कस्तो भइरहेछ यो त घरमा त। यहाँ त क्या दामी भएको आम्माम। यस्तो दामी फुल चाहिँ यहाँनिर हेर्नुहोस् है। यो ब्रोमिल्याटहरू भेराइटीहरू दिदीको चाहिँ खतरा छ यहाँनिर। ब्रोमिल्याटको भेराइटीहरू। यो गुलाबले पनि के मजाले फुलेको। हाम्रोतिर चाहिँ बाहिरै फ्यात्तै फ्याँकेर यसरी स्याहार्यो भने चाहिँ यस्तो दामी फुल्छ। गार्डनले त कति मजाको देख्छ है यसरी राख्यो भने। यो के दामी भएछ हौ। आम्मामा हेर्नु त कलर आउँदा के राम्रो भएको। खास कलर आएछ। दिदीको अब मेन नर्सरीमा हामी जाँदैछौँ। यहाँ नै यहाँ हेर्नु है दिदी, हाम्रो दिदी। यहाँ सबैले चिन्नुहुन्छ अब त प्रायः दिदीलाई। यहाँ हेर्नु आम्मामा फर्स्ट प्राइज पाउनु भयो है तपाईँले? मैले हेरेँ नि। आम्मा हो भगवान् कत्रो ठुलो। यो त गमला कत्रो भन्ने यसलाई? कति साइजको गमला हो? अम्बो कत्रो गमला पाउनु भएको फेरि। गमला पनि योभन्दा ठुलो मान्नुपर्छ अब नेक्स्ट इयर। पोहोर यत्रो थिएन। पुरै 8 दिनै सानो थियो नि है दिदी? 8 दिनै सानो थियो। ए थाहा भएछ नि हौ। अम्बो फुल्नु पनि थालेछ। यस्तो पनि भएछ है। अब यस्तो भएपछि चाहिँ फुल्दो रहेछ यसले। यो चाहिँ दिदीले खत्रै बनाउनु भएछ है। आम्मा यहाँ हेर्नुहोस् डेन्जरै बनाउनु भएछ यो चाहिँ। त्यो पनि दामी हुँदो रहेछ उयो पनि। आम्मा भेरिगेटेड भेरिगेटेड है ब्ल्याक कार्डिनल। यो आम्मा कोप्रा फन। यो पनि कत्रो साइज भइसकेछ बाफरे। थाई कन्स्टिलेसन हेर्नुहोस् है साथीहरू। दिदीको नर्सरीमा फेरि पनि भिजिट गरेको छु। तपाईँहरू
चाहिएको छ भने चाहिँ दिदीसँग सम्पर्क गर्नु सक्नुहुन्छ। प्रायः त अब दिदीलाई चिन्नुहुन्छ सबैजनाले। यसको उयो छ दिदी, नट कटिङ छ यसको? यसको नट कटिङ चाहिँ छैन। नट कटिङ टिस्युको चाहिँ छ। ए टिस्युको चाहिँ रहेछ है, टिस्युको चाहिँ रहेछ यहाँनिर। छैन रहेछ, दुईटै मात्रै छ। यो तपाईँको नट कटिङको होला यो त? यो नट कटिङकै हो। यो चाहिँ मैले यो पनि मगाएकै हो। हजुर, यो पनि खै अर्को पनि रहेछ यहाँनिर। यहाँ रहेछ त्यो पनि, त्यो झन् पहिला मगाएको 6000 कि कतिमा। पुरा टाइम लाग्ने रहेछ है यसलाई पनि। कति भयो दिदी यो? त्यो अगाडिको त्यो अर्को त 2 वर्ष भइहाल्यो। आमा पुरा स्लो पो रहेछ त ग्रोथ। स्लो ग्रोथ हो त यो। ए पुरा स्लो ग्रोथ रहेछ। यहाँनिर उयो चाहिँ रहेछ, टिस्युको चाहिँ रहेछ। तर यो मजाले उयो भइसकेको छ। रहेछ, उयो भइसकेको रहेछ। यो उयो होइन सेलम हो दिदी? के हो यो? उयो हो, फ्लोरिडा ब्युटी नै हो। फ्लोरिडा ब्युटी हो? अन्त कस्तो खालको पाटाको यो? टिस्युको हो दिदी? होइन, घरको कटिङ। अन्त कस्तो यस्तो पाचा आएछ है? कस्तो त्यस्तो आउँदो रहेछ। त्यो पनि के एक्स जस्तै आएको छ। त्यस्तै देखिन नि त मैले त। आम्मा लु हेर्नुहोस् है, यसलाई चाहिँ के भन्छ हौ? मेरोमा पनि छ यो। उयो यसको नाम त के पछि बिर्सिन्छ है। आमाले किन ल्याएछ कि सिलगढीबाट। के हो तर मैले राखिरहेको छु, मजाको देख्दो रहेछ हौ। तर यो उयसकै भेराइटिज हो नि बहिनी, यो भुइँचम्पा त्यस्तै लाग्यो मलाई है। तिनीहरूकै हो के हुनुहुन्छ, तर यो चाहिँ भेरिगेटेडमा हो। रहेछ, यस्तै छ मेरो पनि, भेरिगेटेडमै छ। ए यो पनि भेरिगेटेड रहेछ हौ। यसको नाम त के पो हो? उयो चाहिँ छ मेरोमा, नियन चाहिँ छ, नियन कलरको चाहिँ छ। यो चाहिँ भेरिगेटेड थियो कि बिग्रियो? रहेछ माथि आएर है। कति यस्तो हुँदैन। राम्रो हुँदैन रहेछ, म अब गर्दिनँ यसलाई। सबै यो मिलेन हो दिदी? होइन होला, यो जिग्यास। ए जिग्यास तपाईँले भन्नु नि। मिलेनको चाहिँ पत्ला हुन्छ पत्ता। म चाहिँ छुटाउनु सक्दिनँ रहेछ। हामी चाहिँ यो चाहिँ फ्याट बोय चाहिँ खतरा ठुलो भएछ। हेर्नु त यो अरेन्ज कार्डी। ए यसलाई के भन्छ? अरेन्ज कार्डिलन होइन? यो यो चाहिँ अरेन्ज मार्मलेट। ए मार्मलेट हो यो। यसको चाहिँ मलाई पनि नाम चाहिँ थाहा छैन त्यति। यो चाहिँ अलिक उयसमा रहेछ है, यो येल्लो लेमन कलरमा छ है। यत्रो साइज पनि रहेछ, यो ठुल्ठुलो साइज रहेछ। यो त सबै सेलकै होला दिदीको, सेल पटहरू होला। ठुल्ठुलो साइज पनि रहेछ। यी फ्याट बोयहरू चाहिएको त भने त। यस्तो हुन्छ अरेन्ज कार्डिलन। यो चाहिँ छ मेरोमा, तपाईँकैबाट लगेको क्या हो। कस्तो नि मैले दिदी सुन्नु न के गरेछु भने, त्यो लगेर चाहिँ त्यो सानो पटमै राखेको गरेर बढेन होइन। के भएर बढेन रहेछ भरे चाहिँ पट नफेरेर जस्तो पट फेरि नि क्या दामी पत्ता आएको नि हौ। यस्तो क्या दामी, कस्तो छिटो बढेको त। खुसी लागेको होइन त्यहाँदेखि त। ला क्या दामी आएछ नि त यहाँ त। आम्मामा कस्तो खतरा। कङ्गोमा छिट्टो उयो लाग्ने है, दामी पत्ता चाहिँ डढेर है। आम्मामा यहाँ हेर्नु त लु, यहाँ ब्ल्याक कार्डिनलहरू पुरा रहेछ। ए अब पुरा बेसी गरम है भाइ। त्यो समरमा त दिदी डेन्जर हुन्छ होला है यहाँ त। ए यहाँ चाहिँ ब्ल्याक कार्डिनलहरू रहेछ। क्याप्टै भएछ यो पनि। आम्मा स्याहारै हो, अनि अलिकति जग्गा पनि रहेछ हौ। त्यो चाहिँ उयो यो खास गरेर नि एडेन्सोनी नै हो। यो एडेन्सोनी हो? एडेन्सोनी हो कि यो चाहिँ ठुलो भएर राखेर काटेर हालेको थियो नि त है। अन्त यस्तो हुँदो रहेछ है दामी चाहिँ। आइसला यो माथिको त कस्तो दामी भएछ है, नयाँ पत्ता भएर। नयाँ पत्ता, तर यिनीहरूमा योपालि उयो लाग्यो मेरोमा, त्यो किरा लाग्यो। मह कुरा हुन्छ नि, ए त्यसले चाहिँ बिगार्दो रहेछ हौ। क्या दामी भएछ हौ। तर हाम्रो चाहिँ अलिक चिसो भएर अलिक साह्रो पर्दो रहेछ बचाउनु। यो चाहिँ दिदी? यो चाहिँ उयो भन्दै थियो मलाई अजितले चाहिँ के अरे यो उयो छ नि, यो मार्बल। ए हजुर, मार्बल क्विन भयो। यो चाहिँ मार्बल किङ हो भने कि, तर मेरो बिग्रियो नि त मार्बल किङ चाहिँ। यसको चाहिँ ग्रिन आयो हो, त्यहाँदेखि ग्रिनै आउँदैछ होइन।
क्या खतरा हुँदो रहेछ हौ बाफ्रे। ए मार्बल क्विन हो नि त है त्यसको नाम। यस्तो पनि हुँदो रहेछ। म्याक्सिमम भन्ने यो पत्ता ए नयाँ हुन्छ अरे बहिनी। होला नि अन्त। अस्ति कालिम्पोङ उयसमा पुरा थियो त हौ माथि। म आइनँ नि कस्तो थियो त्यसलाई टुरिस्ट आइदिएर म त आउनै पाइनँ। ए यो नयाँ है हाम्रो लागि चाहिँ नयाँ, मेरो लागि चाहिँ नयाँ हो। मेरो नयाँ यसको चाहिँ बच्चा एउटा छ ट्राई गरेर हो। हजुर त्यो यसको त्यही हो यो र त्यो छ। हेर्नु मेरो चाहिँ यस्तो हुन्छ नानीहरू देख्नुभयो। अन्त म रोप्दिनँ भने केटादेखि यो सबै भेटिकेटेड न यस्तो भएपछि साह्रै। अन्त यस्तो उयो छ र पनि कस्तो उयो भएको होइन होइन कोही जिनिस कोही घरमा हुँदैन रहेछ। लु यहाँ पनि खतरा चिज रहेछ यहाँनिर। यो चिन्नु भयो होला तपाईँहरूले। खतरा खतरै रहेछ यो चाहिँ। कति भयो दिदी ल्याउनु भएको? यो ल्याएको 5 महिनाहरू भयो होला ए तर एउटा पत्ता थियो। आमा ल्याएर यसो 5 महिना यत्रो बेसी आएछ है। एउटा दुईटा तिनटा चारवटा छ। आमा है साथीहरू। ए हो रहेछ हौ नयाँ सुट आउँदो रहेछ। छिटो रहेछ। हेर्नुहोस् आमामा है खतरा खतरा जिनिसहरू चिजहरू छ है यहाँ चाहिँ। खतरा खतरा हो यिनीहरू चाहिँ। ए मिन्ट हो यो? अन्त कस्तो उयो जङ्गल मिन्ट हो नि। यस्तो सेतो देख्दैछ त अन्त। यस्तै हुन्छ होइन? मिन्ट भनेको चाहिँ त मिन्टै हुन्छ होइन यस्तो यस्तो कलरको? त्यही हो मिन्ट। एकछिन हुँदै गएपछि निस्किन्छ यसको पनि सबै निस्किन्छ जान्छ आउँदै जान्छ। त्यो मिन्ट त्यो सबै सेतो त्यस्तो हुने अर्कै मिन्ट हो नि। ए त्यो अर्कै हो म चाहिँ त्यो सोचेको थिएँ। दुईटा हुन्छ अलग अलग। यसलाई चाहिँ जङ्गल मिन्ट भन्छ हौ। ए यहाँ हेर्नु त क्या दामी भएछ आमा के दामी आएको हौ। ला यो उयो भयो मार्बल किङ। हजुर के भन्नुभयो? यो के भयो पत्ता? ए होइन त्यहाँको रहेछ। ए त्यो उयो होइन यो? आम्मा हौ ल है के खतरा खतरा हौ। यो चाहिँ मार्बल किङ हो। यस्तो हामी कोही बेला हिँडेर बुझ्दै गर्नुपर्छ प्लान्टहरूको बारेमा। यहाँ हेर्नु त यो चाहिँ तपाईँको सियापेन्जी भेरिगेटेड। कस्तो दामी भेरिगेसन आएको छ है। अन्त त सब सक्यो यही एउटा मात्रै छ। ए थियो दिदी यो चाहिँ के उयसमै फिलोडेन्ड्रन नै हो? फिलोडेन्ड्रन सियापेन्जी भन्ने हुन्छ नि। हजुर यो उयसमा होला हौ सिङ्गोनियम जस्तो पनि मलाई लाग्यो। सिङ्गोनियम हो? ए अँ है अस्ति पुरा देखाउँदै थियो नि त्यो पो रहेछ क्या हो। पहिला ल्याएको चाहिँ मेरो डल्लै भेरिगेसन बिग्रेको थियो। सेकेन्ड टाइम ल्याएको चाहिँ मजा आयो सेल गर्नु। ए लु यहाँ पनि रहेछ दामी। के मजाको उयो भएछ हौ यो त। यो भेरिगेटेडवाला रहेछ है जेट प्लान्ट। यो हाम्रोमा हुँदैन रहेछ। हजुर तपाईँले त्यो मैले यहाँबाट त्यो ब्ल्याक लगेको पनि कस्तो मुस्किल भइरहेछ। मरिरहेको थिएँ फेरि मैले। त्यस्तो चिसो छ नि अन्त। झन् चिसो हुन्छ त अन्त त्यहाँ त। होइन यहाँ त तातो हो नि त अन्त कस्तो गरम। सिसै छ मेरो पनि भइसक्यो ड्याम्ने पनि छ। यतापट्टि पनि देखाउनु पऱ्यो। आमा लु यहाँ त मोन्स्टेरा त ए आबो 32वटा गरम। ए गरम अन्त त कस्तो गरम हेर्नु। 42 हुन्छ मोन्स्टेरा आम्मा यस्तो भन्दा दामी हुन्छ नि अन्त तपाईँहरूको त। अरू यहाँ तपाईँकोबाट लगेको मैले पनि कटिङ सटिङ सबै बनाइसकेँ। ए मैले त कति बेची के अब यतै बेसी उयो हुँदैछ हौ। दामी अलिक ग्रिन बेसी हुँदो रहेछ है। के हो यही चाहिँ उयो हुँदो रहेछ हौ। मलाई त लक्का लाग्यो अब यो पनि छोडिदिन्छु यो पनि। किन मन पऱ्यो तपाईँलाई भन्नु त? पत्ता बेसी डऱ्यो त्यो डर्छ है पत्ता हो। के भएको थियो? बस्नु क्या हौ दिक्कै लाग्यो मलाई पनि त्यो। दामी त यो यो पनि छ मेरोमा। यो चाहिँ अब ठिकैको यसले बेसी उयो पनि दिँदैन डर्दैन पनि होला हौ। यो पनि फेरि छ नि हेरी हेरी छ नि। ए हो यसको यिनीहरूको चाहिँ भेरिगेसन दामी छ। भेरिगेसन राम्रो आएको रहेछ छिरिक छिरिक। मलाई पनि साँच्ची नै यो चाहिँ अस्ति एउटा हो त्यसरी नयाँ डल्लै पहेँला आएछ कि
मरेर काटेर फ्याँकिदियो एउटा लेगेसी भन्ने छ कि लेगेसी मन परिरहेको छ दाम चाहिँ बेसी हो नयाँ होला 17,000 18,000 त्यसो मन परिरहेको छ मलाई म एकचोटि देखाउँछु ल यहाँनिर सिङ्गुनियम सिङ्गुनियमहरू हो यिनीहरू हेर्नु त मोन्स्टेरा त जति रहेछ दिदी यो त्यही हो अरेन्ज कार्डिनल हो यो होइन यो चेरी कार्डिनल ए रेड चेरी मसिनो उयोहरू पनि रहेछ यहाँनिर ए उसकोबाट पनि बन्नु यो उसको होला थाई कन्स्टिलेसनको हो दिदी थाई कन्स्टिलेसन त्यही हो ए यहाँ चाहिँ गरममा चाहिँ यति चाहिँ फाइदा छ मजाले हुन्छ टिस्यूबाट पनि ए फ्याट बोयको मसिनो सानोहरू पनि रहेछ ए बर्ली म्याक्स रहेछ मसिनो ए यो मिन्टमा पनि रहेछ यो मिन्ट है दिदी के हो त मिन्ट मिन्ट जस्तो लाग्यो अन्त यहाँ इसिजेजे प्लान्टहरू यो पनि नयाँ फिलोडेन्ड्रन के हो यिनीहरू ए यहाँ पनि रहेछ बिलिटी चाहिँ दामी बनाउनु भएछ दिदीले आम्मामा कस्तो डेन्जर यहाँ यस्तो छ है अर्को ग्रिन हाउसमा जान्छु म अब ला ए लडेको होइन यतिकै हो यतिकै बनाउनु भएको होला यहाँनिर लडेको जस्तो भएछ कि आम्मामा यहाँ पनि रहेछ खतरा चिसो खतरा चिसो यतातिर रहेछ लु अब अर्को ग्रिन हाउसमा यहाँनिर चाहिँ हाम्रो दिदीको एन्थोरियम मात्रै राख्नु भएको छ आमाम क्या दामी भएछ दामी चिज चाहिँ लु यहाँ छ यहाँ एन्थोरियमको बे कस्तो ठुलो किङ र क्विन है यो चाहिँ कुन चाहिँ हो यो क्विन कुन चाहिँ हो किङ ए यो पो त है किङ क्विन त यहाँ रहेछ यो पनि क्या दामी हुँदो रहेछ हो है आम्मामा ठुलो भएर त यो त यस्तो दामी हुँदो रहेछ एन्थोरियमको चाहिँ त्यही दामी लाग्यो प्याटर्नहरू तपाईँको त यहाँ बनायो भने पनि फाइदै छ नि ए हो रहेछ कस्तो ढिलो पर्छ दिदी हो मेरो त पोहोर सानो लगेको थियो कि अजित भाइकोबाट जत्रोको त यत्रो मात्रै भइरहेछ छक्कै परिरहेछ के भएको गमला पनि चेन्ज गरेको हौ अन्त फर्स्टमा अस्ति चाहिँ यस्तो आउँदै थियो कि अहिले त फेरि यस्तो पहेँलै भएको जस्तो लाग्यो फेरि मेरो सबै उयो भएको थियो डार्क भएको थियो कि हजुर अन्त यहाँ ल्याएर राखेर फेरि मजाले आउनु थाल्यो यसलाई चाहिँ बेसी ब्राइट लाइट चाहिँदैन नि है चाहिँदैन भन्छ खै यतिकोमा चाहिँ राखेको छु यो अब यति दिन फेरि दिनमा पनि झर्छ हो त्यस्तो हुन्छ मेरो चाहिँ सेप्लिङ्सहरू हाम्रै घरमै उम्रेको यो के को सेप्लिङ्स बनाउनु यो तपाईँको कुरोकेसियमको ए पर्छ नि दाप जस्तो सिट लागिरहेछ यो चाहिँ ब्राउनीको हो यसलाई चाहिँ यत्रोमा मन पराउँदैन मान्छेहरू ठुलो उ त्यो होइन उयो है सेप्लिङ्सहरू यो दिनुहुन्छ सेप्लिङ्सहरू पाउने रहेछ पुरा आमामा लु कति हो आमा लु कति हो अब त्यहाँबाट त हेर्नु नि क्या दामी भएको यो है दिदी कुन चाहिँ यो ए यो आम्बो ए यसको ए अन्त त होइन मेरोमा भएको चाहिँ कुन चाहिँ हो यस्तो हो कि कुन चाहिँ एउटा छ त यस्तो कडा पत्ता भएको यही हो कि क्या हो यस्तै टुस आएको थियो कि भएन कुहेर झऱ्यो हजुर यसो आएको थियो दुईटा आएको थियो कि ए सिट बस्छ होला जस्तो लागेको थियो कि यत्रो छैन तर यसमा सिट नै बस्दैन किनभने त यो मदर उयो भएर यङ भएर अम्बो यहाँहरू त साथीहरू तर मन पर्यो मलाई मेरोमा पनि छ राम्रो लाग्यो यो चाहिँ छ फेरि राम्रै छ हजुर यो चाहिँ राम्रै छ कि तर क्या खतरा सिट पर्छ नि यस्तो कतिवटा जिनिस यस्तो डार्क प्लेसमा राम्रो हुँदो रहेछ जस्तो मेरो यो क्या हजुर 3 क्लास बिग्रेको थियो होइन
यहाँनिर ल्याएर लगाइदिएर चाहिँ फैलिएको ए राम्रो पनि भयो कलर पनि आयो हो यहाँनिर नि आउँदैछ स्याप्लिङ्सहरू है स्याप्लिङ्सहरू यसरी यो के को हो के जस्तो छ यो यो होइन यो यसको गरेको छैन एउटा नि मैले नेपाली बिग्रिरहेको छु कि क्यारिलोबियमहरूको ए क्यारिलोबियम र रेडिकेन्सको छ त्यहाँ उयो कस्तो साइज हो गुजुक हुने चाहिँ उयो ब्राउन नै हो ए यो चाहिँ करिब ब्ल्याक हो यो आमा के खतरा खतरा हो सिट चाहिँ अब कति सालको हो यो यो त कति हौ भयो होला 4 वर्षहरू चाहिँ भयो होला 4-5 वर्ष चाहिँ भयो होला यो पनि कस्तो दामी पत्ता हेर्नु नि यसको त खास त त्यही हो हेर्ने लायकको पत्ताहरू त हो खास त्यही त अब फलिज त हो होइन यसको सिड लाग्छ भन्ने मात्रै त हो तर यसको जब चाहिँ त्यो उयो आउँछ नि मतलब सिड आउँछ नि लाग्नु थाल्छ नि फुल त्यसको यो फुल लाग्दाखेरि चाहिँ नि यस्तो दामी सेन्ट हुन्छ ए हो त यस्तो दामी सेन्ट हुन्छ मलाई त्यस्तो मनपर्छ नि ए त्यस्तो हुँदो रहेछ है मक्खै हुने सेन्ट आउँछ यसको चाहिँ यो चाहिँ अर्कै रहेछ फेरि यो कार्डबोर्ड यो यसमा येल्लो राम्रो हुँदो रहेछ त्यो पनि कलर त त्यो चाहिँ स्विट लभ भन्ने हो मलाई चाहिँ प्लान्टहरूको त्यस्तो नाम त थाहा छैन तर मनपर्छ प्लान्टहरू उयो रहेछ साइजको रहेछ है आमा यिनीहरू त लु साथीभाइहरू साइजको रहेछ दामी यहाँनिर पनि कस्तो सप्रेको हो हाम्रोतिर चाहिँ चिक्कै परेको हुन्छ यस्तो हेर्नु नि छ पानी नभएर हेर्नु नि हाम्रो रहेछ सुक्खा भएछ पुरा चिङ्ग्रिङै हुन्छ चिसोले गर्दा के गर्दा पनि हुँदैन अब म पनि बनाउनु आँटेको छु फेरि एउटा अलिक घाम भएको ठाउँमा कि अलिक त्यहाँ चाहिँ अलिक दिदीको जेरेनियमको सेट वा यो इमान्युल इमान्युल रहेछ कस्तो दामी फुल्छ नि अन्त यो त पुरै स्याहारै पाएको छैन कत्रो ठुलो साइज रहेछ अब चाहिँ उयो गरिदिनुहोस् कटिङ हालिदिउँ भनेको यहाँ उयो पनि छ यहाँनिर जेरेनियम पनि दिदीको चाहिँ यो पनि के दामी भएछ यो कुन चाहिँ हो यो उयो साउथ प्रिन्सेस होला हौ यो फुलेर चाहिँ हेर्नु नि बिचरा यत्रो बोट चाहिँ यो त उयो पेट्रिकोट जस्तै छ पेट्रिकोट मार्लिजोनले पनि फुलिरहेको रहेछ वा यसको त कोपिलाहरू हेर्नुहोस् है अन्त त फुल्दा त कस्तो रहर लाग्छ नि यो पनि नयाँ हो यो के हो यो यहाँ छ हो म त नाम बिर्सिन्छु यो चाहिँ कुन चाहिँ हो उयो जस्तै छ एनेस्थेसिया जस्तै तर दामी राम्रो रहेछ त दिदी यो मिस्टर रेन हो मिस्टर रेन हेर्नु नि त दुईटै कलर राख्छ फेरि अबे हो रहेछ के आएको हो रहेछ ला हाँस्यौ त भएछ यो त यो त अब त कटिङ तपाईँको दिने बेला भयो नि टाइम यहाँ चाहिँ जेरेनियम पनि छ है अनि दिदीको चाहिँ बिहिबारे हाटमा पनि पाउनु सक्नुहुन्छ यो चाहिँ फक्रिनु मलाई कुन कस्तो लाग्यो है दिदी तर अलिक घाम गरम ठाउँमा चाहिँ फक्रेको जस्तो लाग्यो तर हाम्रोतिर चाहिँ फक्रिँदैन रहेछ यहाँदेखिको ठुलै हुँदैन यत्रै हुन्छ यो टी म्यानुअल दामी भइरहेको छ कत्रो स्टोर रुम जस्तो भइरहेको छ बिचरा फुल कहाँ हो यो त हाम्रो भन्दा चाहिँ कता उयो नि स्टोर रुम त कहाँ हो यो त कत्रो छ ठुलो भएछ आम्मा हेर्नु त मेरो यो पनि भएन 4-5 वटा थियो कि फुल्दै रहेछ यसले 4-5 वटा 4टा कतिवटा थियो एउटा पनि छैन सबै मऱ्यो यसको चाहिँ फुल फक्रेको हेर्नुपर्छ नि त म टाइममै त पाउँदिनँ त्यो पनि 2-3 बजी फक्रिन्छ अरे कि हजुर त्यतिखेरको उयसमा चाहिँ उयो गर्नुपर्छ आयो हेर्नु म्याम भन्छ कि त्यो भाइले सिकाउँछ कि आफू अलि सेन्सिबिलियाको मात्रै छ है आमा
यहाँ त उयो पो थियो त ऱ्याक पो थियो त है ऱ्याक त झऱ्यो नि ला त्यहाँदेखि यो सँगै झरेको सबै झरेको अपुई। तर एउटा पनि तर टाइट थियो होला नि त पुरै मजाले जराएर झऱ्यो नि त ठ्यास्सै यहाँ चाहिँ यस्तो छापमा पनि देखाइदिउँ न यो त्यस्तो दामी हुँदो रहेछ हौ मेरोमा अबे कहाँ हो यो त भेरिगेटेड पो रहेछ ए ग्रिनवाला चाहिँ छ मेरोमा तर यता त उयो पो आएछ त दिदी ग्रिन यस्तो हुँदो रहेछ हौ यसमा चाहिँ ए ल हेर्नुहोस् है यहाँ चाहिँ यहाँ त उयो यो के पो हो एगेपको है यो एगेपको दामी रहेछ यो पनि यसको पनि किङ र क्विन के हुन्छ अरे नि एगेपको पनि किङ र क्विनै हुन्छ अरे त त्यसको यो चाहिँ सेन्सिबिलिया चाहिँ गरम ठाउँमा चाहिँ साह्रै मजाको हुन्छ हौ मजाले फस्टिन्छ त्यो चाहिँ भेरिगेटेडवाला रहेछ नि त है एउटा नआएको नि बच्चाहरू चाहिँ रहेछ यसरी बिग्रिन्छ अरे रिस उठेर आउँछ कति महँगोमा किन्नुपर्छ केलेन्चो पनि रहेछ अब केलेन्चोको सिजन आउन आँट्यो अब यहाँ हेर्नु आम्मामा त्यसको छुट्याउनु भएको दिदी अब यसको चाहिँ आउँछ होला दामी यसको चाहिँ आउँछ होला यो पुरा भेरिगेसन राम्रो भएको रहेछ नि यसको यो चाहिँ नयाँ रहेछ नयाँ हो दिदी ए मजाको रहेछ है यसको यो जुन चाहिँ सेप आकारहरू चाहिँ पछि जति म्याचहरू हुँदै त्यति राम्रो आउँछ ए यहाँ रहेछ यहाँ देख्नु सक्नुहुनेछ हो यस्तो रहेछ है साथीहरू यसको चाहिँ त्यो के भन्नुभयो किङ र क्विन जस्तै हो त्यस्तै हो यो चाहिँ जस्तो लामो हुन्छ भनेदेखि लिएर त्यो चाहिँ डल्लो मोटोमा ए त्यस्तो रहेछ है यसको पछि प्याटर्न चाहिँ क्या दामी हुन्छ होला है अहिले नै यस्तो छ है त्यस्तो रहेछ कुरा चाहिँ ल साथीहरू म चाहिँ सबै अब दिदीकोमा के थियो कसो कसो थियो तपाईँहरूलाई देखाइदिइहालेँ है अनि तपाईँहरू कन्ट्याक्ट गर्न सक्नुहुन्छ म त अब डिस्क्रिप्सनमा नम्बर दिएकै हुन्छु हो अनि नयाँ नयाँ प्लान्टहरू पनि रहेछ ल आजलाई यति नै बिदा दिनुहोस् हस् साथीहरू टाटा बाई बाई